मसला दुध चिया आज म महिनौपछि पकाउँदैछु। अभियसली भन्नुपर्दा मेरो घरमा चाहिँ डेली पाक्दैन तर कहिलेकाहीँ पाक्दा चाहिँ यस्तो मिठो बनाउँछु म। सफाखलमा चाहिँ अदुवा अनि दालचिनी, ल्वाङ अनि सुकुमेल त्यसै गरी यो चाहिँ अलैँची हो, अलिकति मरिच, अलिकति सुप पनि राखिसकेपछि ट्याङ 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 मजाले कुट्ने। ल हेर्नुहोस् त कस्तो मजाले कुटिएको, तर एकदमै मसिनो हुनुपर्छ भन्ने छैन। अब यसलाई सानो कचौरीमा उठाएर राख्छु म। त्यसपछि चिया बनाउने दिउरीमा अलिकति पानी तताउन राख्ने। त्यसै गरी यो कुटेको मसला, चियापत्ती र स्वादअनुसार चिनी चाहिँ सुरुमै राखिसकेपछि मजासँग यो मसलाहरू, चियापत्ती, चिनीको चाहिँ कलर चेन्ज भएर यतिको भइसकेपछि आवश्यकता अनुसार पानी राखेको ठ्याक्कै डबल तेब्बर, कतिको बाक्लो पातलो चिया मनपर्छ त्यो अनुसार दुध राखेर मजासँग बुक्लु 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 पकाउने। हेर्नुहोस् त यो चिया त पकाउँदा पकाउँदै कस्तो राम्रो कलर आएको, बास्ना हर्र पुरै घरै आएको छ। त्यही हो, चिया बनाउँदा चाहिँ एकछिन पनि छोड्न नमिल्ने क्या। भुक्लुक्क उम्लियो भने त पुरै किचन फोहोर भएर ओ माई गड सफा गर्नै गाह्रो। त्यसैले गर्दा यो चिया पाकिसक्यो। अब चाहिँ म टक्क छान्नी माथि राखेर छान्दैछु है। अब हजुरहरू आफै भन्नुहोस् त मैले बनाउने चिया र हजुरहरूले बनाउने चियामा के फरक पाउनुभयो? रेडी इन्जोय।